एक हौँ प्राकृतिक नियमको पालना गर्ने। प्रकृतिको विरुद्ध चल्नेवाला मान्छे कहिले पनि धार्मिक हुन सक्दैन। प्रकृतिको नियममा चल्ने मान्छे कसरी हिन्दू हुन्छ, कसरी मुसलमान हुन्छ, कसरी सिख हुन्छ, कसरी इसाई हुन्छ। प्रकृतिले त प्रेमको क्षमता दिएको थियो हर जातिमा, तर यिनीहरूले सबैले बदले घृणामा। प्रकृतिले त कसैलाई भेदभाव गर्दैन। हिन्दूको हात आगामा राखे पनि डढ्छ, मुस्लिमको पनि डढ्छ, सिखको पनि डढ्छ, इसाईको पनि डढ्छ। जलले सबैलाई शीतलता दिन्छ, हिन्दूलाई पनि शीतलता दिन्छ, मुस्लिमलाई शीतलता दिन्छ, सिखलाई शीतलता दिन्छ, इसाईलाई शीतलता दिन्छ। सूर्यले सबैलाई प्रकाश प्रदान गर्छ। उसले कुनै जातिको घरमा प्रकाश दिने, कसै कहाँ नदिने गर्दैन। तर हिन्दू हामीहरूले सबै आफ्ना आफ्ना किसिमले प्रकृतिको विरुद्ध जो हामीले प्लान गरेर चाहिँ आफ्ना आफ्ना नियम बनाएका छन्। प्रकृतिलाई नटेरेर प्रकृतिको नियमको विरुद्ध जुन हामीले नियम बनायौँ, त्यसरी हामी कहिले पनि धार्मिक हुन सक्दैनौँ। प्रकृतिले त कसैलाई पनि भेदभावै गरे होइन, भेदभाव गर्ने त सबै मान्छे। त्यसकारण अब सबका ईश्वर छुट्टा छुट्टै अरे, मुस्लिमको छुट्टै, हिन्दूको छुट्टै, सिखको छुट्टै, इसाईको छुट्टै। कतिवटा भगवान छ, हर जातिका छुट्टा छुट्टै भगवान। वास्तवमा भगवान एउटै छ, जो शून्य निराकार भन्दा अरू शून्यभन्दा कुनै ईश्वर हुनै सक्दैन। तपाईँ हामीले मन्दिरमा राखेका माटाका मूर्तिलाई धोइदिएर तिनीसँग प्रार्थना गरेर तिनका अगाडि झुकेर रोएर आफैले बनाएका परमेश्वर, त्यो पनि आफ्नो स्वार्थ सिद्धको लागि। गाडी बङ्गला, सुविधा, धन सम्पत्ति, पुत्र कलत्र, ऐश्वर्यको लागि। ईश्वरको लागि भने त कसैले पनि चाहिँ मन्दिरमा गएको छैन, एकजना पनि गयो। अगर तपाईँ हामीले शैतानको पछि लागेर हामीलाई सुख सुविधा ऐश्वर्य प्राप्त हुन्छ भन्ने हो नि, हामीले एक झड्कामा भगवानलाई छोडेर शैतानका पछि दौड्छ। हामीलाई भगवान चाहिएकै होइन, हामीलाई चाहिएको भनेको सुख सुविधा सम्पत्ति ऐश्वर्य। त्यो पनि कोसित माग गरिरहेका छौँ हामीले, काल्पनिक भगवानसित कल्पना गरेर बनाएको साकार मूर्तिसित। वास्तवमा निराकार भन्दा अर्को ईश्वर छँदै छैन। निराकारसित तपाईँको के प्रयोजन छ? चाहे तपाईँले निराकारलाई गाली दिनुहोस्, चाहे स्तुति गर्नुहोस्, चाहे सराउनुहोस्, चाहे उडाउनुहोस्, निराकारलाई केही फरक पर्दैन। तपाईँ हामीले चाहिँ अब समाजमा दुई चार अक्षर वेद पढेका, दुई चार अक्षर गीता पढेका, भागवत पढ्ने, टीकाधारी, गेरुवा वस्त्रधारीलाई अहो धार्मिक रहेछ यो मान्छे, त्योभन्दा अधार्मिक कोही पनि हुन्न। किन भन्दा त्यो प्रकृतिको नियमको विरुद्ध चलेको छ। प्रकृतिको नियमको विरुद्ध चल्ने कसरी धार्मिक हुन्छ? धार्मिक हुनलाई चाहिँ प्रकृतिको अनुकूल चल्नुपर्छ। सब स्वार्थ, जताबाट हेऱ्यो स्वार्थ, जताबाट हेऱ्यो स्वार्थ। भगवान कसैलाई पनि चाहिएछ। यदि भगवान तपाईँको अगाडि प्रकट भयो भने तपाईँले के गर्नुहुन्छ? भगवानसित के प्रार्थना गर्नु, के भन्नुहुन्छ?
छ तपाईँको उपाय केही भगवानसित प्रश्न गर्ने छैन। जताबाट हेरो देखावा, जताबाट हेरो देखावा। असली भगवान खोज्ने त कोही पनि छैन। सबैलाई सुख चाहिएको छ, सम्पत्ति चाहिएको छ, ऐश्वर्य चाहिएको छ, आराम चाहिएको छ। यसरी पनि कहीँ भगवान भेटिन्छ? भगवान त निराकार हुनुहुन्छ, शून्य हुनुहुन्छ। शून्यको अतिरिक्त भगवान हुँदै हुन्न। चाहे मान्नुहोस् चाहे नमान्नुहोस्। तपाईँले बनाएका माटाका मूर्तिका अगाडि मन्दिरमा गएर तपाईँले देख्नुहुन्छ जति पनि जान्छन् सब भिखको लागि जान्छ। भिखारी बनेर हातमा कटौरा लिएर 10 रुपियाँ चढाउने लाखौं करोडौँका त्यहाँ त चाहिँ मन्नत माग्ने। त्यस्तो पनि कोही हुन्छ। भिखारीलाई कसैले पनि भिख दिन्न। भिखारीलाई 1-2 पैसा दिन्छ, त्यो अर्कै कुरा हो। तर दौलत त जसले माग्दैन त्यसले पाउँछ, माग्नेले पाउन दैन। तपाईले कहिले सोच्नु भएको छ? ठुल्ठुला राजा महाराजलाई का भेटमा ठुल्ठुला असरफी किमती अर्बौं खर्बौंका चाहिँ उपहार दिइन्छ। त्यो पनि उनले त्यही पनि स्वीकार्दैनन्। भिखारीलाई कसले के दिन्छ? भिखारीलाई दिने भनेको 2-4 पैसा हो। मन्दिरमा कटोरा लिएर पुग्ने, त्यहाँबाट भिख माग्ने। अनि फेरि चाहिँ काल्पनिक चाहिँ भगवानले लौ मलाई पुरा गरे भनेर त्यो प्रकृतिले पुरा गरेको, समयले पुरा गरेको, अनि सोझा साझा पशु लाने, त्यहाँबाट बलि दिने। त्यहाँबाट चाहिँ मान्छे 2-4 जना जम्मा गर्ने, खाने। हरे शिव। अझ हामी हिन्दू भनेर, धार्मिक भनेर धिक्कार छ। ईश्वरसित कसैलाई केही प्रयोजनै छैन के। ईश्वर के चाहियो भनेको? यहाँ त सुख सुविधा, ऐश आराम, स्वर चाहियो छ, जला पनि। ईश्वरसँग त कुनै प्रयोजनै छैन के। वास्तवमा ईश्वरलाई देखाएर ईश्वरका नाममा आफ्नो भुँडी भर्ने भिखारीहरूले यस्तै गरिराखे। ओम नमो नारायण।